अघि आउनु भएको थियो यहाँनिर चाहिँ हाम्रो साथी बिमला निक्की भन्छन् उहाँ आन्टीले उहाँ सरले उहाँले प्रार्थना गरेर मेरो सामुन्ने चाहिँ उहाँहरूले अहिले प्रार्थना टेक्दै भाइ यही लाठी टेकेर दुईजनाले समातेर लिएर आएको अहिले चाहिँ यहाँ पुरा चमत्कार जादु एकदम जादु नै हो हेर्नु मलाई नि फुट्न लागिसक्यो त्यस्तो भइसक्यो पुरै यसको जादु उहाँ हुनुहुन्छ यहाँ चारजनाले अहिले प्रार्थना गरेर यो भाइलाई चङ्गाइ गराएको ठिक गराइदिए है म त जादु जस्तै लाग्यो है यो भाइ चाहिँ लगभग 1.5 वर्षदेखि नि उहाँ बेडमा पर्नु भएको थियो अरे अहिले यहाँ पानी पनि खान नसक्ने मान्छे अहिले पुरा चङ्गाइ भयो एकदम ठिक भयो है ल यो बोतलको ढक्कन खोल्न नसकेको मान्छे अहिले यहाँनिर आफै खोलेर आफै खाने आफै पानी खाने है ल अब उहाँले चाहिँ पानी खान्छन् ल हेर्नु यो पानी पनि अर्काले खुवाइदिनु पर्ने स्थितिमा आएको मान्छे है यो चाहिँ ल हेर्नु ल वास्तवमा ईसा मसीह जिन्दा हुनु रहेछ भने भाइले प्रमाणित गर्यो उसकोमा चाहिँ पुरा ईसा मसीहको आत्मा प्रवेश गरिसक्यो ल प्रार्थना गरिदिनु हुन्छ ल उहाँको लागि ल जय मसीह फेरि एकचोटि प्रार्थना गरेर तपाईँलाई पठाउँछु भरे तपाईँ बस्नु भने म भरे आउँछु हुन्छ तपाईँलाई के हेर्न आउँछ बिरामी मान्छेलाई हो ल भाइले हिम्मत गरिसक्यो अब म आफै हिँडेर पनि यहाँसम्म आउँछु लौरो टेक्दा नि हिजो डोर्याएको क्या अर्को साथी ऊ लौरो टेक्ने एउटा हातले एउटा हात समातेर डोर्याएको है मेरो आँखाले साँच्चै देखेको हुन्छ परमेश्वर यसो हामी तपाईँलाई धन्यवाद जिउको परमेश्वर सारा आकाश र धरती बनाउने र मानिसलाई आफ्नो रूपमा बनाउने यसो तपाईँलाई धन्यवाद तपाईँको सामर्थ्य हामी देखेर प्रभु अझै कति